आज मसँग भनिदिनुहोस्, मलाई केही फरक पर्दैन, मलाई केही फरक पर्दैन। एकताल के भयो त छ, वचनमा लेखिएको छ, जब प्रभुको दास प्रार्थना गर्ने गर्थे दानियल, 3 टाइम प्रार्थना गर्थे उहाँले, तर उहाँ कतिजनासँग परेशान हुनुहुन्थ्यो, किनकि जुन राज्यमा उहाँ एउटा सेवकको रूपमा कार्य गर्नुहुन्थ्यो, त्यो राज्यमा उसँग जेलेसी गर्ने, उसँग इगो राख्ने, उसलाई हमेसा झराउनु खोज्ने मान्छेहरू पनि थियो, उसको पछाडि योजना बनाउने मान्छेहरू पनि थियो। तर उसलाई नि त्यो सबै कुरा थाहा थियो, किनकि ऊ परमेश्वरको दास थियो। परमेश्वरले उहाँलाई सबै कुरा बताइराख्नुहुन्थ्यो, किनकि उहाँ परमेश्वरसँग चाहिँ एउटा घन सम्बन्धमा बस्नुभएको थियो। जब हामी परमेश्वरसँग घन सम्बन्धमा बस्छौँ नि, त उहाँलाई हामीले सबै थोक बताउनुहुन्छ, सबै थोक। तपाईँ उठ्दा सुत्दा हिँड्दा बस्दा खाँदा सबै थोक बताउनुहुन्छ। दानियल पनि त्यो राज्यमा चाहिँ नि सिलेक्ट चाहिँ नि त्यसरी नै भएको, किनकि परमेश्वरले बताउनु भएको बात चाहिँ उहाँले राजालाई बताइदिनु भएको थियो। राजालाई बताउँदै गर्दा चाहिँ राजाले उहाँलाई एकदमै असल परमेश्वरको दास मानेर उहाँलाई आफ्नो राज्यमा एउटा जिम्मेवारी दिएर पद दिएर राख्नुभएको थियो। तर दानियललाई चाहिँ नि सबै कुरा थाहा हुँदा पनि मेरो पछाडि एउटा राजनीति गर्ने मान्छेहरू छ, मेरो बारेमा योजना बनाउँदैछ, मलाई निकाल्ने, हटाउने, राजाको सामने घिन्न देखाउने, छिची थुतु राजाबाट पाओस् भनेर चाहिँ उनीहरूले योजना बनाउँदैछ भनेर दानियलले चाहिँ सबै कुरा थाहा थियो। तर उहाँलाई नै फर्कै परेको थिएन। कसले मेरो बारेमा के भन्छ, कसले मेरो पछाडि के गर्छ, कसले मेरो बारेमा के सोच्छ, म राम्रो गर्छु उनीहरूलाई तर उनीहरूले मलाई नराम्रो गर्छ, म माया गर्छु उनीहरूले तर मलाई मेरो पछाडि उनीहरूले योजना बनाउँछ भन्ने कुरा सबै थाहा थियो। तर उसलाई केही फर्कै परेको थिएन, त्यहाँ चाहिँ केही फर्कै परेको थिएन। अनि त्यही लागि उहाँले कुनै प्रकारको एक्सन लिनु भएन। तर उहाँ आफ्नो समयमा परमेश्वरसँग जोडिँदै गर्नुभयो। अनि एक दिन यस्तो समय आयो, उहाँले तिनीहरूले चाहिँ नि भयङ्कर योजना बनाइदिएछ दानियलको बारेमा। यस्तो योजना कि राजालाई चाहिँ पुरा चुगली गरेछ, खतरा खाले चुगली गरेछ। अब राजा पनि त्यो चुगलीलाई मानेर त अलिअलि डाउटफुल भयो नि, भित्र माया गर्थ्यो दानियललाई राजाले, तर अलिकति डाउटफुल भयो क्या हो। अलिकति डाउट आउनु थाल्यो, साँच्ची के यस्तो हो भनेर चाहिँ। किनकि उनीहरूले जो दानियलसँग रिसाउँथ्यो, योजना बनाउँथ्यो, तिनीहरूले चाहिँ भयङ्कर योजना बनाएर चाहिँ एउटा साँच्ची नै एउटा बक्स बनाएर चाहिँ योजनाको बक्स बनाएर चाहिँ झुटो बातहरू बनाएर चाहिँ राजाको अगाडि राखिदिएको थियो। अनि राजालाई चाहिँ त्यो बक्स देखेर चाहिँ नि, त्यो झुटो कुराको बक्स देखेर भित्र केही न केही साँच्ची नै त्यो कुरा आउँदै थियो। अनि त्यो कुरा आउँदै गर्दा नि राजाले पनि भन्छ, ठिकै छ नि त, ठिकै छ, तिम्रो एक काम गर न, अब दानियललाई तिम्रो सजा दिनु लागि तयारी गर भनेर भन्यो। राजाको मनमा एकदमै धुकचुक भइरहेछ, किनकि उसले दानियललाई माया पनि गर्थ्यो नि त, होइन। अब यता सजा पनि दिनु जाँदैछ, किनकि राजाको भित्र डाउट भयो। अनि त्यो डाउटले गर्दा अब दानियललाई हेरौँ कि आफ्नो राज्य हेरौँ कि भन्ने कुरा भित्र आयो। तर उसले र पनि भने पनि दानियललाई सजा दिने निर्णय त गर्यो। अनि दानियललाई सजा दिनु लागि चाहिँ नि उसले त्यो सजाको पोइन्टमा लिएर गयो। जब सजाको पोइन्टमा लिएर गयो त्यो पोइन्टमा हालिदियो, त्यो क्षेत्रमा हालिदियो जहाँनिर चाहिँ उसको मृत्यु तय थियो भनेर चाहिँ यस्तो सोचिरहेको थियो त्यो योजना गर्नेहरूले। त्यहाँदेखि नि जब हाले नि एकछिन पछाडि हेर्दा त दानियल त ठिकठाकै छ। त्यो बाघहरू जुन चाहिँ थियो त्यो त चुप्पो लागेर दानियलको अगाडि त्यो पाल्तु कुकुर पालेको जस्तै बसिरहेको थियो। साँच्ची नै त्यो कुकुर जस्तै बसिरहेको थियो। बाघ भए त मार्थ्यो नि त हौ, तर त्यो कुकुर जस्तै दानियलको अगाडि बसिरहेको थियो। किन थाहा छ? किनकि हाम्रो परमेश्वर चाहिँ सिंहभन्दा पनि सिंह हुनुहुन्छ। अनि त्यो सिंहको शक्ति चाहिँ, त्यो सिंहको पावर चाहिँ, त्यो सिंहको अभिषेक चाहिँ दानियलभित्र आयो। अनि त्यो सिंहहरूले चाहिँ नि दानियललाई चाहिँ देखेर चाहिँ नि हामीभन्दा भयङ्कर रहेछ भन्ने कुरालाई सोच्यो क्या त। अनि चुप्पो लागेर बस्यो। अनि राजाले अनि त्यो मानिसहरूले जब त्यो कुरालाई देखे नि, त राजाले भने, दानियल साँच्ची नै तिमी त परमेश्वरको असल दास हो, परमेश्वरको अभिषेक त साँच्ची नै तिमीसँग छ भनेर दानियललाई फेरि बाहिर निकाल्नु लगायो। दानियललाई बाहिर निकाल्नु लगाएर चाहिँ नि त्यो जसले योजना बनाएको थियो नि उनीहरूलाई चाहिँ फेरि त्यहाँ हालिदियो। अनि उनीहरूलाई हाल्ने बित्तिकै चाहिँ नि त्यो बाघहरूले चाहिँ नि, त्यो शेरहरूले चाहिँ नि खाप्ला खुप्लुक उनीहरूलाई खाइदिइहाल्यो। यहाँ चाहिँ हामी के देख्न पाउँछौँ भन्दा चाहिँ नि साँच्ची नै परमेश्वरले चाहिँ नि तपाईँलाई शिर बनाउनु भएको। त्यही लागि नि कसले के भन्छ, के भन्दैन, के गर्छ, के गर्दैन, मैले के यत्रो गरेँ त्यसले मलाई यस्तो गर्यो भन्ने कुरालाई सोच्नै छैन। अनि तपाईँलाई त्यो कुराले के फर्कै पर्नु हुँदैन। किनकि त्यो कुराले फरक पऱ्यो भने चाहिँ नि त्यो बाघले खान्छ है, फेरि त्यो बाघले खान्छ फेरि। त्यही लागि परमेश्वरमा भर पर्नुहोस्, परमेश्वरको कुरालाई सुन्नुहोस्। यो संसारमा भएको मानिसको योजनाहरूलाई नहेर्नुहोस्।
यो संसारमा भएको मानिसहरूको तानालाई नहेर्नुहोस्। जसलाई तपाईँले माया गर्नुभएको छ त्यसले नै तपाईँलाई गाली दिइरहेको होला, जसलाई तपाईँले हेल्प गर्नुभएको छ त्यसले नै तपाईँलाई हेल्पनेस सम्झिरहेको होला, जसले तपाईँलाई नि साँच्ची नै कस्तो कस्तो कुरा सोचिरहेको छ नि एक दिन तपाईँले पनि त्यसको लागि गर्नै भएको होला। तर त्यसले तपाईँलाई केही फरक नपाडोस्, किनकि फरक पार्यो भने चाहिँ नि साह्रो पर्छ। जब फरक पार्दैन नि चाहिँ त परमेश्वरले भन्नुहुन्छ यस तँ मेरो छोरा हो, किनकि परमेश्वरलाई पनि कुनै प्रकारको फरक त परेको थिएन। क्रुसमा चढ्दा पनि उहाँले के भन्नुभएको थियो, परमेश्वर यिनीहरूलाई माफ गर्नुहोस् किनकि यिनीहरूले जान्दैन यिनीहरूले के गर्दैछ। हेर्नुहोस् है, परमेश्वरलाई के फरकै परेको थिएन। मलाई हिर्काउँदै लग्यो त्यो पहाडको माथि, क्रुस बोकाइकन त्यत्रो भारी हिर्काउनु पनि सायद त्यति बेलासम्म त त्यसको पहिला त्यत्रो त कसैलाई पनि हिर्काएको थिएन होला जति उहाँलाई हिर्काउनु भयो। किनकि नि उहाँ चाहिँ नि मानिसको नजरमा नि एकदमै लाचार अनि एकदमै केही नभएको, एकदमै भयङ्कर बोलिदिने अनि एकदमै हामीलाई रिस उठाउने सोचिरहेको थियो त्यो राज्यको सेनाहरूले अनि त्यो राजाहरूले। उनलाई भयङ्कर हिर्कायो। तर उहाँले के भन्नुभयो कि बुवा यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरूले जान्दैन यिनीहरूले के गर्दैछ। परमेश्वरले चाहिँ त्यो कुराको बारेमा फर्कै परेन येशूलाई जब त्यो कुराको बारेमा फर्कै परेन नि त येशू नि त्यो फरक नपर्नुको कारणले नि पिताले उहाँलाई यति अझै सामर्थ्य दिनुभयो, अभिषेक दिनुभयो कि उहाँ 3 दिन बाद जी उठेर पनि मानिसहरूको बिचमा जिउँदैछु जस्तै बसिदिनु भयो। आज तपाईँको त्यो कुराहरू सुनेर नि विचार मरिसकेको होला, तर म एउटा कुरा भन्छु, परमेश्वरले चाहिँ नि तपाईँलाई चाहिँ नि अब जिउँदो पार्नुहुन्छ। तर तपाईँलाई यो संसारको कुरादेखि फरक नपरोस्, परमेश्वरको कुरादेखि फरक पर्न थालेको होस्। आमेन भनिदिनुहोस् न हौ, आमेन।